भोलिदेखि त छुट्टी हो, केटाहरू बोलाएर घुम्न जानुपर्छ कि क्या हो। हेलो निस, भोलिदेखि छुट्टी पनि छ, घुम्न जाउँ होइन? त म अनि मिसल र आउस ल, हामी 3 जना भोलि रेडी भएर तेरो घर अगाडि आउँछौँ 1 बजीतिर, रेडी भएर बसिराख ल। ढिलो भएको भइसकेछ त यार। केटाहरूसँग हिँडेको कतिले बसिन्छ खाने हुँदैन, पिठो गरे चाहिँ पुग्छ होला। एक बोर्ड हालिसक्यो त हौ, कहाँ चाहिँ भेट्यो तिमीले अहिलेसम्म आइपुग्दैन? यहाँ त ढिलो बन्यो रहेछ आज। अनि खोइ ओए आमा छैन तिमीहरूसँग? ए आमुसको अलिक काम पर्यो कि भरे स्कुल आउँछ अरे माथि। ल ल त्यसो लाग्यो हामी चाहिँ त्यो मान्छे अलिक आज त अति थाक्यो है आम्मा के अरे के आम्मा यत्रो हिँडेर आइसक्यो हेर त, अहिलेदेखि हिँडेको होइन। घुम्नु जाउँ भनिस्, कहाँ चाहिँ घुमाउनु लाग्दैन भन्दा लोकेसन चाहिँ कहाँ हो? पक्नु पक्या तँलाई म यस्तो ठाउँमा लैजान्छु के, त्यहाँ चाहिँ एउटा घर छ अरे के, त्यहाँ भूतले राज गर्छ अरे। त्यहाँ घर नजिकै क्या एउटा खोला छ अरे, त्यो खोलामा राखे भूतहरू पुग्छ अरे क्या। औडा कुरा गर्छ, यस्तो नि हुन्छ कहिले? तँलाई एउटा थाहा छ, म त यस्तो भूत प्रेतहरूमा विश्वास गर्दिनँ नि। कुन चाहिँले यस्तो औडा न औडा कुरा सुनाएछ बिच्चाको। केटा हो म त जान्न यार, तिमीहरूको कुरा मैले सबै सुने कि मलाई भूतदेखि त लास्टै डर लाग्छ होइन, अँध्यारोमा पनि लास्टै डर लाग्छ, म जान्न यार। ओ निशान, त्यो चाहिँ कस्तो डर छेर्वा हो? यस्तो भूत प्रेत पनि कहिले हुन्छ लु आफै भन् त। यसले औडा औडा कुरा गर्दैछ होइन, यसले भनेको जग्गामा जुन न, आज हेरौँ साँच्चै भूत हुन्छ कि हुँदैन ल। ए जुन केटा जुन धेरै टाढा छ यार, सुन केटा मैले भनेको गरेँ यो आइपुग्यो। ए हेर्दा यो घर त हेरेर कस्तो डर लाग्छ त हौ। हेत तेरिका, तँ चाहिँ के भएको यस्तो कुरामा डराइ बस्छ? हिँड चुप लागेर। बाहिर जानु त कस्तो यत्रो हिँडेर आएन, के भएको? लास्ट थाक्यो यार हो। ओए साँच्ची सुन्न पर्छ, आमा साथ पुग्न लाग्यो। कस्तो डराइ बसेको आमा साथ होला।
देखाउन सबै हिजो जाँदा आउँछ भने हेरेर ल भन्नु छ पछि यहाँ आउनु पायो भन्नुभएको हामी चाहिँ के हुन्छ त्यो बारेमा पकाउँछौँ बुझिस् ओइ जाता निशाना बोलाइरहेछ त्यो के गर्दैछ बस ओइ भन्न म त लास्ट डर लागिसक्यो यो जग्गा देखेर त मेरे पकड़े Ubi!